नमस्कार सबैजनालाई। भोलि हुने नेपाल र बङ्गलादेश बीचको मैत्रीपूर्ण खेल कति बजी हुनेछ र लाइभ प्रसारण के मार्फत हुनेछ यो भिडियोमा भन्नेछौँ। भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। केही दिन अगाडि मुख्य प्रशिक्षक हरि खड्काद्वारा 23 खेलाडीको फाइनल स्क्वाड सार्वजनिक गरेको थियो। को परेको छ हेर्न चाहनुहुन्छ भने हेर्न सक्नुहुन्छ, स्क्रिनमा देखाइदिएको छ। नेपालले बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नुको मुख्य कारण एएफसी एसियन कप क्वालिफायर खेल खेल्न जानको लागि तयारीको रूपमा लिएको छ। नेपालले भोलि 13 नोभेम्बर बिहीबार साँझ 7:45 PM मा बङ्गलादेशसँग खेल्नेछ। यो खेल प्रसारण चाहिँ हुन्छ भनेर अफिसियली केही भनेको छैन, तर BFF टिभी भन्ने युट्युब च्यानल मार्फत हुन सक्छ। BFF टिभी युट्युब च्यानल चाहिँ बङ्गलादेश फुटबल फेडरेसन आफैले रन गर्ने भएको कारणले यो च्यानलबाट लाइभ प्रसारण हुन सक्छ। र लाइभ केबाट हुन्छ भनेर खोज्दै जाँदा बङ्गलादेश फुटबल फेडरेसनको फेसबुक पेजमा नेपाल भर्सेस बङ्गलादेशको बारेमा हालेको पोस्टमा पनि यो युट्युब च्यानलको मेन्सन भएको थियो। त्यही भएर गेम भएको बेलामा यो युट्युब च्यानलमा पनि एकचोटि चेक गरेर हेर्नु होला। नेपालले यो खेल खेलिसकेपछि मलेसियासँग खेल्नेछ 18 नोभेम्बरमा। नेपाललाई यो दुईवटा खेलले हुनेवाला त केही पनि छैन, तर फिफा र्याङ्किङमा चाहिँ अवश्य इफेक्ट पर्नेछ। नेपालले यदि मलेसियासँग जित्न सक्यो भने चाहिँ केही हदसम्म प्लस पोइन्ट हुन सक्छ फिफा र्याङ्किङमा। नेपालको करेन्ट फिफा र्याङ्किङ 180 छ भने बङ्गलादेशको 183 र मलेसियाको 118 फिफा र्याङ्किङ रहेको छ। जित्ने सम्भावना अति नै न्यून छ, तर पनि हेर्न चाहिँ नछुटाउनु होला यो खेलहरू। तपाईहरू कतिजनालाई लाग्छ अहिले चलाइराखेको अध्यक्षले फुटबललाई चलाउन सक्दैन भनेर? मलाई चाहिँ लागिसक्यो जमानादेखि। अब यो मान्छेलाई बाहिर निकाल्ने काम चाहिँ सुरु गर्नुपर्ने भइसक्यो। अब यस्तो व्यक्तिको खोज गर्नु पर्यो जसले फुटबललाई राम्रो बुझेको होस्, फुटबललाई निष्पक्ष भएर व्यवस्थित तरिकाले चलाउन सकोस्, त्यस्तो व्यक्तिको खोज गर्नुपर्ने आवश्यक भइसकेको छ नेपाली फुटबलको अहिलेको हालत हेर्दाखेरि। अहिलेको अध्यक्षलाई हटाउनु पर्ने नै भइसक्यो। यो मान्छे आएकोदेखि फुटबलको अस्तित्व मेटिन लागिसक्यो। अब यो मान्छेलाई नै त्यहाँ राखेर बस्यो भने फुटबल पनि छ नेपालमा भन्ने अवस्था आउँछ जस्तो लाग्यो मलाई। तपाईहरुलाई के लाग्छ भन्नु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएको छ भने धन्यवाद। यस्तै फुटबलको अपडेट सहित फेरि आउने बाचा सहित भिडियोबाट बिदा हुन चाहन्छु। धन्यवाद।